Capturing Mom. अरे हमारा उसले आफ्नो खाना आफै बनाउँछ जस्तो छ। यति सानो उमेरमा पनि आफ्नो सबै काम आफै गर्नुपर्छ होला। आइडिया। तपाईको मतलब हाम्रो घरमा? म तिम्रो घरमा तिमीलाई तिम्रो मम्मीले जस्तै ख्याल राख्न आएको। हमारा म तिम्रो काम सबै सम्हाल्दिन्छु। तिमी चिन्ता नगर, मैले केनेजीको बाबाले सबै भनिसके। अनि त्यहाँ मेरो सट्टा छ त हातरी सबै कुरा सम्हाल्नलाई। अनि यसो गर्न ठिक होला त? के मैले तिमीलाई डिस्टर्ब पो गरेँ हमारा? हैन हैन, तपाईले ठिक गर्नु आन्टी, ठिक गर्नुभयो। त्यसो भए आज टेस्टी खाना खाऊँ। अरे के हो? अरे मजा आयो भाइ, मजा आयो। मजा आयो भाइ। आन्टी तपाईलाई गाह्रो त भएको छैन नि? गाह्रो भयो भने भन्नु है। थकेको छैन, यो त मेरो सधैँको काम हुन्छ, नुहाउँदै गर। हुन्छ आन्टी, क्यानिजीको मम्मी कति राम्रो हुनुहुन्छ। ओइ पागल, छिटो नुहाउन हिँड। हमारा गति एक्लै हुन्छ है। तिमीले ठिक भन्यौ केनेजी, हामीहरू त मम्मी एकछिन नहुँदा कस्तो हुन्छ, ऊ झन् बिचारा आफ्नो काम आफै गर्नुपर्छ होला। बिचारा उसलाई पनि कति गाह्रो हुन्छ होला। तिमीहरूले सही भन्यो। यिनीहरू कति मजा गरेका छन्, मम्मीलाई त्यहाँ कति गाह्रो भयो होला। आन्टी कति मिठो, क्यानेजीहरू कति लकी होला तपाईँ जस्तो आमा पाउन। क्यानेजी हातडीहरू कति लकी है। त्यस्तो नसोच न, म पनि तिम्रो आमा जस्तै त बरु खाना खाऊ छिटो। आन्टी तपाईँ यसरी अचानक आउनुमा के कारण थियो र? त्यस्तो खासै केही त छैन। ए त्यसो भए त ठिक छ आन्टी, धन्यवाद। हतोडी मेरो सुर्ती राख्नु ल्याउ त। लिनुहोस् ड्याडी। हतोडी मेरो ओरेन्ज जुस लिएर आऊ न। ल्याउ क्यानेजी तिम्रो जुस। हतोडी मेरो न्युज पेपर ल्याउ त। हतोडी स्याउ काटेर ल्याउ न। त्यही मेरो ओरेन्ज जुस। लिनुहोस् लिनुहोस् लिनुहोस्, ल सबैजना लिनुहोस्, लिनु तपाईँको। बल्ल धाबत मम्मीले कति गाह्रो काम गर्नु हुँदो रहेछ भनेर। मम्मी हुँदा एउटा छुट्टै आनन्द आउँछ भने त के हो? किन हाँस्छस्? जे भए पनि कति मजा आउँछ है मम्मी भयो भने। आन्टी तपाईँलाई गाह्रो त भएन नि? मेरो कोठा सफाउनु परेको छ हजुरलाई। त्यस्तो गाह्रो भएको छैन, यो सधैँको काम त हो। आन्टी तपाईँ थाक्नु भएको होला, म कफी भनेर आउँछु है। पर्दैन हमारा, अब म घर जानुपर्छ होला। ठिकै छ आन्टी, जानुहोस्। म आज पनि एक्लै त्यो चिसो खाटमा म एक्लै सुत्छु। मेरो मम्मी चिन्ता नगर, म जान्दिनँ। एक्टिङमा हाम्रो ब्रसलाई कसले टक्कर दिन्छ? केनेजी फोन उठाउ न, कोही त फोन उठाउ त्यहाँको। कहाँ जानु भएछ सबैजना, मै गर्नुपर्छ। हेलो मम्मी। मम्मी तपाईँले किन कल गर्नुभयो? नआउने अरे घर? ठिकै छ मम्मी, म यहाँ सम्हाल्नेछु। केही त झोल छ। निङ 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 निङ। आमाराले केही गरेको हुनुपर्छ। यसरी कस्तो आनन्द भयो। केही छैन आन्टी, तपाईँ भन्नु न, म अझै गरिदिन्छु। आन्टी तपाईँ मलाई छोडेर नजानु ल, भोलि पनि बस्नु न, पर्सि पनि बस्नु न, तपाईँ साथै बसिराख्नु न आन्टी। ओ त यो कारण थियो। ल म सधैँ बस्छु। हमारा म एकछिनमा ढाड मार्दिन आउँछु। डिङ 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 डिङ। मम्मी यता हेर्नुहोस् त। चक्कर, यसलाई हेर्नुहोस् मम्मी, यसलाई हेर्नुहोस्। ल मम्मी, अब तपाईँलाई म एउटा सुपर वुमेन बनाइदिन्छु। मेरो कुरालाई ध्यान दिएर सुन्नु होला मम्मी। एउटा हात्तीको पावर तथास्तु। मलाई अहिले भर्खर के भयो? डिङ डिङ डिङ। हमारा खोइ अब म ढाड मार्छु। आन्टी हुन्छ लिनुहोस्।
आमा र म खरबुजा काटिदिन्छु। यो भागौँ यहाँबाट। तिमी बस म टिभी अन गरिदिन्छु। आन्टी आन्टी के पनि होइन यो के पनि होइन यो त फोन। आन्टी मम्मी आन्टी आन्टी त्यो त मेरो त्यो खेलौना। मलाई सबै थाहा छ आमा र। तिमी हातौडीको नक्कल गर्न चाहन्छौ होइन त? आन्टी हो म हातौडीको नक्कल गर्दैथिएँ। ल यसलाई सम्हालेर राख। आन्टी आन्टी म ठिक छु के गर्नु? ओहो ढिला भएछ अब म जान्छु। बाई बाई आमा र राम्ररी बस। मेरो ढोका ठिकै रहेछ मम्मी अब धेरै तागत मेरो घर पनि फुट्ला अहिले मम्मीलाई रोक्नु पर्यो गाइज बाई बाई।